ऊ माछा ऊ गाई त्यो माछा देखेको छ कत्रो ठुलो माछा छ आमामा एउटा माछा नै 4 किलोको जस्तो छ यार माछा यार ल केटाकेटीहरू जापानको फार्मिङ यस्तो हुन्छ है प्याजहरू पुरै प्याजको यो चाहिँ पुरै प्याजहरू लगाएको रहेछ कि यसमा चाहिँ यतातिर पुरै गहुँहरू छ अनि यता चाहिँ पुरै प्याज हैन यो पानी परेर होला प्याज उठाएको रहेन चाहिँ यहाँनिर चाहिँ तर यो अब 1-2 दिनमा उठाउँछ होला तर उठायो भने नि कस्तो गर्छ भन्दा चाहिँ यिनीहरूले पुरै सर्लकै उठाउँदैन के प्याज चाहिँ लगाउँछ है लगभग कति प्याजहरू त यहीँ छोडिदिएर हुन्छ के दामी दामी प्याजहरू राम्रो प्याजहरू नि छोडिदिएर हुन्छ के नेपालमा भएको भए चाहिँ अब कस्तो हुन्थ्यो भन्दा प्याजहरू सबै प्याज सर्लकै उठाउँछ नि त हैन तर यो उठाउने बेला चाहिँ अब मेसिनले उठाउँछ हैन त्यो उठाउँदाखेरि चाहिँ सबै प्याज चाहिँ राम्रोसँग उठाउँदैन के कति प्याजहरू चाहिँ यहीँ बचेको हुन्छ के त्यस्तो हुन्छ के यहाँको चाहिँ तर लास्टै घाटा हो नि त यस्तो भाइ अनि यतातिर चाहिँ पुरै यो आलुबारी नै रहेछ है पुरै आलु नै आलु यो आलु पनि सेम हो के यिनीहरूले लगाउँछ है यसरी है तर उठाउने बेला फेरि अब त्यो मेसिनहरू युज गरेर उठाउँछ नि त मेसिनले उठाउने हो अनि त्यो राम्रोसँग उठाउँदैन के आलु कति आलु राम्रो आलुहरू यत्तिकै बच्छ कि हिँडेर के अनि म चाहिँ अहिले आज चाहिँ यतातिर के भन्छ फार्मिङ एरियातिर आएको थिएँ यसो हेरौँ न त के हुँदो रहेछ यहाँको खेती किसानीहरू भनेर हेर्न आएको त यस्तो पो रहेछ ल पुरै झ्याङ छ त यार के हो यता चाहिँ गाउँ टन्नै रहेछ है अनि यहाँनिर के लगाएको छ है 2 भाग गरेर लगायो 3 भाग गरेर लगाएर रहेछ तल माथि गरेर लगाएर रहेछ के 3 भाग रहेछ यहाँ चाहिँ यताको गाउँ काटिसकेको रहेछ यता गाउँ अझै छ आमामामामा के हो आलु त हेरौँ न यहाँ गाइज आलु त्यहाँदेखि लिएर सर्लक्कै यो पुरै वहाँ त्यहाँसम्म आलु रहेछ के आलु नि आलु के खतरा है आलु चाहिँ अब यो चाहिँ यो फार्ममा चाहिँ के रहेछ यो टनेलमा हेरौँ यो टनेलमा के छ है के हो यो सोप हो क्या हो यता अगाडिबाट हेरौँ न के रहेछ ल यो चाहिँ के हो यो सोप हो यो सोपको खेती हो के हो यो त सोप त होइन कहाँ सोप यत्रो ठुल्ठुलो हुन्छ र के हो यो गाइज मलाई थाहा भएन यो चाहिँ के को है एकचोटि तपाईँहरूले थाहा छ नि भनिदिनु है के रहेछ सबैमा त्यही छ त यार 1 2 3 4 5 6 7 8 9 10 11 12 टनेलमै पुरै यो रहेछ यार के हो यो चाहिँ के हो यो धनिया होइन यार धनिया त होइन धनिया कहाँ यत्रो ठुलो हुन्छ तर त्यो धनिया पनि त 2 टाइपको हुँदो रहेछ नि होइन एउटा सानै हुँदो रहेछ तल फुल्ने एउटा चाहिँ अलि ठुल्ठुलो खालको के त्यो गेडा हुने खालको एउटा चाहिँ पत्ता कस्तो लामो पत्ता हुन्छ क्या यो के थाहा भएन है मलाई चाहिँ हेर गाइज केटाहरू म चाहिँ खेतको बिचमा छु अब यो खेतहरूलाई छिचोल्दै टक्क लाएर अब कुरुमीतिर जाँदैछु यो चाहिँ एरिया चाहिँ पुरै तोसु हो यो यता कटेर गएपछि चाहिँ कुरुमी एरिया आउँछ यो पछि चाहिँ उता चाहिँ कुरुमी एरिया हो यता चाहिँ पुरै तोसु सागा फुकुओका ट्याक्क बिचमा छु म सागा र फुकुओकाको हिजोदेखि पानी परेछ यार छ्या यहाँबाट त कट हान्ने ठाउँै रहेनछ त उ त्यो अगाडि रहेछ क्या ल यता नि खेतै यत्रो रहेछ आलुको पुरै है आलुबारीहरू अब चाहिँ यो गहुँ काटिसकेपछि चाहिँ अनि ट्याक्क लाएर अब चाहिँ धान रोप्ने सिजन हुन्छ क्या यहाँ चाहिँ अनि बबाल धान रोप्छ यार यहाँ चाहिँ खतरा देखिन्छ नि पुरै अनि हरियो जता त्यतै
यो चाहिँ आलु नै आलु रहेछ क्या। अहिले चाहिँ आलु र गहुँको सिजन रहेछ है। अनि प्याज पनि रोपिरहेको रहेछ। बबाल कस्तो आनन्द आउने यार खेतको बिचमा सर चलाउनु त। कस्तो मजाको चिसो हावा आइरहेको अनि आनन्द फिल आउने के। यता नि आलु छ, आलु नै आलु, कति धेरै आलु यार। यता आलु, त्यता आलु, त्यता आलु, त्यता आलु। ल म त आलुको बिचमा हिँड्दा छु त। आलुको बिचमा एउटा पिँडालु जस्तो क्या ट्याक्क। म चाहिँ पिँडालु। ल यहाँ चाहिँ अब के छ है, माछा छ कि यार यहाँ चाहिँ यार। माछा छ कि छैन? ओए माछालाई लस्किन्छ त यार, धन्न पल्टेको। ऊ माछा, ऊ गाई त्यो माछा देखेको छ, कत्रो ठुलो माछा छ कि आम्मामा। एउटा माछा नै 4 किलोको जस्तो छ यार माछा यार। यहाँ हल्का रोकेर हेरौँ है माछालाई। यहाँ चाहिँ पुरै उस रहेछ है, घाँस खालको बाटो रहेछ है। तर यस्तो बाटो चाहिँ जापानमा कमै हुन्छ है। प्रायः जस्तो यस्तो खेतहरूमा नि हेरौँ न, यस्तो खेतमा नि पुरै पिज हालिदिरहेको हुन्छ क्या। ए यस्तो हुन्छ कि खेतको बाटो नि त्यत्रो यस्तो विकसित छ क्या जोस् होइन। खेतमा पनि यसरी टक्क लाएर पिच पक्की हानिदिएको छ। अनि सक्छ त नेपालले अझै, त्यो त पछि धेरै पछि हो। यहाँनिर माछा रहेछ क्या, कत्रो ठुल्ठुलो माछा यार, 4 किलोको माछा यार। ओइ चिप्लेर तल नजाइमा, चिप्लेर सिधै पानीमा डाइभ हान्नु गयो भने त बर्बाद हुन्छ त फेरि यार। यहाँनिर कता माछा थियो, 4 किलोको माछा जस्तो यार, ठुल्ठुलो यार। पुलिसले देख्यो भने फेरि मलाई के गर्दैछ भनेर आउला नि फेरि। यहाँ माछा छ कि माछा यार, कहाँ गयो अनि? कत्रो ठुलो 4 किलोको माछा यार, एउटै माछा यार। कता गयो माछा? हरायो जस्तो छ यार। अघि देख्यो होला है, अघिचोटि त अघि देखियो होला, अहिले चाहिँ हरायो। पानी यो अलि पानी परेको भएर चाहिँ अलि हल्का फोहोरो जस्तो टाइपको पानी रहेछ क्या। तर नत्र यो पानी चाहिँ कस्तो सफा हुन्छ है, माछा छर्लङ्ग देखिन्थ्यो गरे। अब पानी नै धमिलो भएर माछै देखिएन। यता साइडतिर देखिन्छ कि माछा, खोइ माछा। माछा तिमी कहाँ छौ? तिम्रो साथी आयो तिमीलाई खोज्दै। बिल्ला हो त छ्याट, देखिएन। अब जानु पर्यो।